क्ले हेमिल्टन थ्योरम भनेको एभ्री स्क्वायर म्याट्रिक्स सेटिस्फाई इट्स ओन क्यारेक्टरिस्टिक्स इक्वेसन भनेको ए माइनस लेम्डा आई एन इजिकल टु 0। तपाईँले के याद राख्नुहोस् भन्दाखेरि यो फर्मुला चाहिँ याद राख्नुहोस्। यो यति राखेपछि डेफिनेसन सोध्यो भने यो लेख्नुपर्छ। त्यसपछि यो थ्योरमलाई भेरिफाई गर्न सोधिन्छ भने हामीले के गर्नुपर्छ भन्दाखेरि यो म्याट्रिक्स ए म्याट्रिक्स छ होइन, यो म्याट्रिक्समा हामीले क्यारेक्टरिस्टिक इक्वेसन भनेको के गर्न सक्छौँ भन्दाखेरि क्यारेक्टरिस्टिक इक्वेसन भनेको यो हो। यसमा हामीले के गर्छौँ भन्दाखेरि यो भेल्युहरू राख्दाखेरि ए को ठाउँमा राख्यौँ यो, त्यसपछि माइनस लेम्डा आई भनेको युनिट अथवा आइडेन्टिटी म्याट्रिक्स भन्छ यसलाई, जुन चाहिँ 1 0 0 त्यसपछि आइडेन्टिटी म्याट्रिक्समा डायगोनल 1 हुन्छ। हामीले यसलाई सल्भ गर्दाखेरि अथवा यो लेम्डा जहाँ चाहिँ 1 1 छ त्यसरी लेम्डा लेम्डा आयो। त्यसपछि हामीले यो सल्भ गऱ्यौँ। यति सल्भ गर्दा हाम्रो लेम्डा क्युब माइनस 2 लेम्डा प्लस 1, हामीले लेम्डाको ठाउँमा चाहिँ ए रिप्लेस गर्नुपर्छ। अब यसो गर्दा लेम्डा क्युबको ठाउँमा ए क्युब भयो। त्यो भनेको कसले भन्छ भन्दाखेरि क्ले हेमिल्टन्स थ्योरमले भन्छ। त्यसपछि हामी रिप्लेस गर्न पाएछौँ। यसरी रिप्लेस गर्दा हाम्रो यहाँ आयो होइन, यहाँ अलि मजाले हेर्नु होला। त्यसपछि यो हेरिसकेपछि हाम्रो यतिसम्म सल्भ गर्दाखेरि सल्भ गर्न सकियो। यता भनेको भ्याक्टरको हाम्रो रोल चाहिँ यहाँ जान्नुपर्ने हुन्छ। अब यो भनेको 0 नै भयो। यति आइसकेपछि हाम्रो एलएचएस साइडमा पनि यो दिएको छ। यो दिएको हुँदा हामीले यति भनेको 0 चाहिँ निकाल्नुपर्छ, किनभने हामीले यहाँनिर गएर यहाँ 0, यो भनेको एलएचएस साइड हो, यहाँ 0 आएको छ, आरएचएस पनि प्रुभ हो भनेर हुन्छ। त्यसरी नै हामीले यो क्लियर हेमिल्टन थ्योरम प्रुभ गरेर गर्न सक्छौँ। यो भनेको भिबिआई हो, तपाईँले देख्न सक्नुहुन्छ कतिचोटि आएको छ, बिएससी सेकेन्ड इयरमा कतिचोटि आएको छ। र अर्को भिडियोमा हामीले अर्को टपिक लिएर आइसकेका हुन्छ। र अर्को के छ भन्दाखेरि लु फ्याक्टर भनेको के अरे, लु भने एल भनेको लोयर, त्यसपछि यु भनेको अप्पर भयो होइन। अब हामीले यहाँ सल्भ गर्दाखेरि के गर्नु पायो भन्दाखेरि यु भनेको केमा छ, अप्पर ट्रायङ्गुलर म्याट्रिक्समा छ। यो यति भनेको 0, तलको 0 हुनु भनेको माथिको अप्पर ट्रायङ्गल 1 हो, त्यही भएर अप्पर ट्रायङ्गुलर म्याट्रिक्समा छ। त्यसपछि हामीले लोवर ट्रायङ्गल म्याट्रिक्समा यो भनेको माथिको 0 हुँदा चाहिँ लोवर ट्रायङ्गल म्याट्रिक्समा छ, त्यही भएर यो लोवर फ्याक्टराइजेसन गऱ्यौँ हामीले। अर्को के छ भन्दाखेरि क्युआर फ्याक्टराइजेसन। क्युआर फ्याक्टराइजेसन भनेको यो चाहिँ एउटा के गर्नुपर्छ भन्दाखेरि ए भनेको क्युआर हुन्छ अरे। क्यु भनेको त अर्थोगोनल म्याट्रिक्स भएको, आर भनेको अप्पर ट्रायङ्गुलर म्याट्रिक्स हुन्छ। अब ए भनेको हाम्रो यो म्याट्रिक्स गिभन म्याट्रिक्स हुन्छ। अब यसलाई x1 मान्ने, यसलाई x2 मान्ने होइन। हामीले यो भनेको ग्राम्स स्मिथ थ्योरमबाट आएको हो। ग्राम स्मिथ थ्योरम थाहा छैन भने तपाईँलाई अगाडि अथवा मैले यो भिडियो पछि हालिदिनेछु। बी भनेको b1 भनेको x1 हुन्छ, b1 भनेको x1 हुन्छ, b2 भनेको x2 माइनस यो x2 माइनस x1 हुन्छ। यो भनेको x1 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 भयो। त्यसरी नै हामीहरू यो x2 को ठाउँमा यो लेख्यौँ होइन, यो को ठाउँमा यो लेख्यौँ, x1 को ठाउँमा यो लेख्यौँ होइन। x1 भनेको b1 हो। त्यसरी नै हामीहरू पहिला हामीले के निकाल्यौँ भन्दाखेरि यहाँ ग्राम्स स्मिथ थ्योरमबाट हामीले यो मजाले गर्न सक्छौँ। यो भनेको अर्थोगोनल भ्याक्टर निकाल्यौँ, अर्थोगोनल भ्याक्टर निकालेपछि अर्थोगोनल बेसिस निकालिन्छ। त्यसपछि यो क्यु आएको हुन्छ नि जुन ग्राम स्मिथ थ्योरमबाट, त्यसलाई चाहिँ ट्रान्सपोज गर्दा चाहिँ हाम्रो आर आउँछ। र आर भनेको यसलाई ट्रान्सफर गर्ने र ए लेख्दाखेरि हाम्रो आरको भेल्यु आउँछ। आरको भेल्यु आइसकेपछि हाम्रो ए भनेको क्यु इन्टु आर गर्ने, जुन चाहिँ हाम्रो फाइनल क्युआर फ्याक्टर निकाल्न सकिन्छ यसरी नै।